होइन है नानी, यो एकान्तमा एक्लै बसेर कसलाई कुर्या हो कि त्यही बिर्खेलाई? होइन, मैले जसलाई पर्खे नि तपाईँलाई सुनाइराख्नु पर्ने छ र। मलाई थाहा नभएको पो तिमीले सुनाउनु, मलाई सबै थाहा छ। तिम्रो र बिर्खेको कुरो होइन, यी गोपी बाजेले कसरी थाहा पाएछन्? गोपी बाजे, यस्तो नचाहिने कुरा चाहिँ तपाईँलाई कसले सुनाउँदा रहेछन्? हाम्रो त्यस्तो केही परा छैन। मेरो बारेमा त्यस्तो केही सोच्नु पर्दैन। मलाई थाहा नभए जस्तो नगर नानी, मलाई त सबै कुरा थाहा छ। अब गोपी बाजेलाई कसको घरमा के पाक्छ, कसको घरमा के छ भन्ने कुरा सबै कुरा थाहा हुन्छ। हेर, तिम्रो त्योसँग जोडी नै मिल्दैन, त्यसमाथि पनि तल्लो जातको। अब तिमी बकुल्ला जस्ती काँचो कौवा जस्तो कुरा मिल्छ? होइन गोपी बाजे, तपाईँले के कुरा गर्नुभएको? मायामा पनि जातपातको कुरा हुन्छ र? हुन्छ, किन हुँदैन? हुन्छ, मायामै जातभातको कुरा हुन्छ। कहाँ तिमी मुखियाको छोरी, कहाँ तल्लो जातको छोरो, जातभातको कुरा हुन्छ। नत्र भनी कुल खानदान हेरेर किन बिहे गर्नु पर्यो? जसले जोसँग बिहा गरे नि भइहाल्थ्यो नि। कस्तो कुरा गर्नुभएको बाजे? माया गर्दा पनि जात हेरिन्छ र? माया त मनबाट हुन्छ, मनले गरिन्छ। न जात हेरिन्छ, न धन सम्पत्ति हेरिन्छ। गरिन्छ, किन गरिँदैन? नत्र भनी बिहा गर्नुभन्दा पहिले ग्रह नक्षत्र किन हेर्नु पर्यो? किन चिना हेर्नु पर्यो? हेर नानी, तिमीहरू जस्ता गर्यो भने त मेरो पेसा नै धरापमा पर्छ। ए, कुरो त्यस्तो पो हो बाजे? तपाईँहरूले आफ्नो पेसा धरापमा पर्छ भनेर यो समाजलाई बिगार्न खोज्दै हुनुहुन्छ। त्यस्तो कुरा चाहिँ मसँग कदापि नगर्नुहोस् बाजे। आजकलका केटाकेटीसँग कुरा गरेर साध्य छैन। म त यो कुरा तिमीलाई होइन, तिम्रो आमालाई, तिम्रो बाउलाई भन्छु। गोपी बाजेसँग मुखमुखै लागेको छ। के खालका बाजे रहेछन्? होइन, यिनले सबै कुरा लगाएर घरमा भनिदिन्छन् कि के हो? घरमा थाहा पायो भने त मलाई मार्छन्।